नमस्कार सम्पूर्णमा मेरो नाम सचिन कुमार शाह। मेरो घर तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर 7 सरेपार रहेको छ। म अहिले श्री शंकर पब्लिक एकाडेमी माध्यमिक विद्यालय कक्षा 10 मा अध्ययनरत विद्यार्थी छु। साथीहरु, यस भिडियो मार्फत म यहाँहरुलाई यूज अफ प्रेजेन्ट कन्टिन्युअस टेन्स को बारेमा जानकारी दिनेछु र हाम्रो यो प्रेजेन्ट कन्टिन्युअस टेन्स को युज कहाँ हुन्छ। सर्वप्रथम प्रेजेन्ट कन्टिन्युअस टेन्स को स्ट्रक्चर के छ भन्दाखेरि सब्जेक्ट प्लस आर्टिकल आर प्लस बिफोर प्लस सब्जेक्ट, यो प्रेजेन्ट कन्टिन्युअस टेन्स को स्ट्रक्चर रहेको छ। अब यो प्रेजेन्ट कन्टिन्युअस टेन्स को हामी युज कहाँ गर्ने, यस प्रकार रहेको छ। युज कहाँ गर्ने, द वर्ड्स सच एज नाउ, स्टिल, एट प्रेजेन्ट, लुक, लिसन, हरी अफ आर युज्ड इन प्रेजेन्ट कन्टिन्युअस टेन्स। यदि हामीले कुनै पनि सेन्टेन्स बनाउँदै क्रममा हाम्रो सेन्टेन्समा नाउ को प्रयोग भएको छ, स्टिल को प्रयोग भएको छ, एट प्रेजेन्ट छ, लुक छ, लिसन छ, हरी अफ छ आदि इत्यादि शब्दहरुको प्रयोग भएको छ भने हामीलाई बुझ्नुपर्छ कि प्रेजेन्ट कन्टिन्युअस टेन्स को यो सेन्टेन्समा युज गर्नुपर्छ। उदाहरणको लागि लिन सक्छौ, लिसन समवन नक द डोर। अब पनि यता पनि लिसन आएको छ, यसमा पनि लिसन छ। यसको मतलब के भयो भन्दाखेरि यी शब्दहरु यदि सेन्टेन्समा छ भने हामी प्रेजेन्ट कन्टिन्युअस टेन्स को युज गर्नुपर्छ। लिसन समवन नक द डोर, यसले बनाउँदाखेरि हामी यो प्रेजेन्ट कन्टिन्युअस टेन्समा बनाउँछौं। यसको स्ट्रक्चर सब्जेक्ट प्लस आर्टिकल प्लस बिफोर प्लस सब्जेक्ट, यो स्ट्रक्चरको आधारमा बसाउने गर्छौं। अब लिसन समवन इज नकिङ द डोर, यसको यो बन्छ। अर्को बनाउँदाखेरि आई स्टिल स्लीप, यसले पनि बनाउँदाखेरि आई एम स्टिल स्लीपिङ, यसमा पनि यो प्रेजेन्ट कन्टिन्युअस टेन्स कै युज हुन्छ। ल साथीहरु, अब हामी युज अफ प्रेजेन्ट परफेक्ट टेन्स, हामी प्रेजेन्ट परफेक्ट टेन्स को प्रयोग कहाँ गर्ने, कुन सेन्टेन्समा गर्ने, कसरी गर्ने त्यो कुराहरु अब जानकारी गराउन चाहन्छु। अब सर्वप्रथम प्रेजेन्ट परफेक्ट टेन्स को स्ट्रक्चर के हुन्छ। यसको स्ट्रक्चर के हुन्छ भन्दाखेरि सब्जेक्ट प्लस हैव, हैज प्लस VDG प्लस सब्जेक्ट, यो प्रेजेन्ट परफेक्ट टेन्स को स्ट्रक्चर हो। अब यो प्रेजेन्ट परफेक्ट टेन्स को युज कहाँ गर्ने, त यसको उदाहरणहरु यस प्रकार रहेको छ। कहाँ गर्ने त्यसको रुल यता छ। अब द वर्ड्स सच एज जस्ट, एट, एभर, अलरेडी, रिसेन्टली, ल्याटरली, सो फार, टिल नाउ, हाउ लङ आर युज्ड इन प्रेजेन्ट परफेक्ट टेन्स। यदि हाम्रो सेन्टेन्समा हामीले बनाउँदै गएको सेन्टेन्समा यदि जस्ट, एट, एभर, अलरेडी, रिसेन्टली, ल्याटरली, सो फार, टिल नाउ, हाउ लङ यदि यी शब्दहरुको प्रयोग भएको छ भने हामीले प्रेजेन्ट परफेक्ट टेन्स को युज गर्नुपर्छ। उदाहरणको लागि आई अलरेडी कम्प्लिट माई होमवर्क, आई अलरेडी कम्प्लिट माई होमवर्क, यसमा पनि अलरेडी लागेको छ, यता पनि अलरेडी छ। त्यसैले यसमा पनि प्रेजेन्ट परफेक्ट टेन्स को युज हुन्छ। यसलाई बनाउँदाखेरि I have already completed my homework, यो हुन्छ। अब यही प्रेजेन्ट परफेक्ट टेन्स को अर्को युज के छ भन्दाखेरि if there is since plus point of time or for plus period of time, यदि हामीले बनाउँदै गएको सेन्टेन्समा since plus point of time आएको छ र for plus period of time आएको छ भने त्यसमा पनि हामी प्रेजेन्ट परफेक्ट टेन्स को युज गर्छौं। एक्जाम्पलको लागि हामी लिन सक्छौं, I work in a school for 6 months, यो 4 प्लस पिरियड अफ टाइम हो। 4 प्लस यता पिरियड अफ टाइम लागेको छ, त्यसैले यसमा पनि प्रेजेन्ट परफेक्ट टेन्स को युज हुन्छ। यसले बनाउँदाखेरि I have worked in a school for 6 months, यसरी हामी प्रेजेन्ट परफेक्ट टेन्स को प्रयोग गर्न सक्छौं। ल साथीहरु, अब हामी अर्को प्रेजेन्ट परफेक्ट टेन्स को युज कहाँ गर्ने भन्दाखेरि if any work is already finished on but its result is in present, then present perfect tense is used। यसको मतलब के भयो भन्दाखेरि यदि हामीले कुनै पनि कार्य गर्दाखेरि त्यो कार्य अलरेडी सकिसकेको छ तर त्यसको रिजल्ट जुन छ, नतिजा जुन छ त्यो अहिलेसम्म हेरिराखेको छ, यदि त्यस्तो टाइपको सेन्टेन्स छ भने त्यसमा पनि हामी प्रेजेन्ट परफेक्ट टेन्स को युज गर्छौं। उदाहरणको लागि हामीले लिन सक्छौं, I cut my finger, म फिंगर काटिसकेको छु, द इट इज ब्लिडिङ,
फिंगर त जुन औला छ त्यो औला मैले काटिसकेको छु तर त्यस जुन रगत बगिराखेको छ त्यो रगत अहिलेसम्म बगिराखेको छ यो फिंगरपट्टि त जुन अलरेडी भइसकेको छ तर जुन खुन जुन रगत बगिराखेको छ त्यो अहिलेसम्म ब्लिडिङ भइराखेको छ यदि यस्तो टाइपको सेन्टेन्स छ भने हामी प्रेजेन्ट पर्फेक्ट टेन्स युज गर्छौँ यसले भन्दाखेरि आई हैव कट माई फिंगर इट इज ब्लिडिङ अब अर्को एक्जाम्पल हेर्दाखेरि आई सी द फिल्म आई क्यान टेल यु इट्स स्टोरी मैले फिल्म त 2-4 महिना पहिले हेरेको थिएँ तर यसको स्टोरी जुन छ कथा जुन छ मोरल जुन छ त्यो अहिले म भनिराखेको छु यो फिल्म त अलरेडी म सिन गरिराखेको छु गरिसके तर यसको स्टोरी जुन छ जो अहिले सुनाउँछु त्यसको लागि पनि आई ह्याभ सिन द फिल्म एन्ड आई क्यान टेल यु इट्स स्टोरी यदि यस्तो टाइपको सेन्टेन्स छ भने कुनै पनि वर्क अलरेडी फिनिस भइसकेको हुन्छ तर यसको रिजल्ट जुन छ प्रेजेन्टमा आउँछ त्यसमा पनि प्रेजेन्ट पर्फेक्ट टेन्सको युज गर्छ अब अर्को प्रेजेन्ट पर्फेक्ट टेन्सको युज गर्छु भन्दाखेरि if there is verb be यदि if there is verb be to the preposition then also present perfect tense is used यदि कुनै पनि सेन्टेन्समा यो बी प्रिपोजिसनको रूपमा छ भने प्रयोग भएको छ भने त्यसमा पनि हामी प्रेजेन्ट पर्फेक्ट टेन्सको युज गर्छौँ उदाहरणको लागि आई बी टु पोखरा यो बी यता प्रिपोजिसनको काम गरिराखेको छ प्रिपोजिसनको काम गरिराखेको छ त्यसैले यसमा पनि प्रेजेन्ट पर्फेक्ट टेन्सको युज हुन्छ उदाहरणको लागि यसलाई बनाउँदाखेरि के बनाउन सक्छौँ भने आई ह्याभ बीन टु पोखरा